पोखरा महानगरपालिका वडा नम्बर 30 खुदी पाटनमा भर्खर निर्माण सम्पन्न भएको भगवान श्रीकृष्णको मन्दिरमा दान दिने क्रममा आज फेरि पोखरा महानगरपालिका वडा नम्बर 30 भलाम लेखनाथ सम्पर्क समाजका आदरणीय अध्यक्ष पदम प्रसाद अधिकारीज्यू र सचिव के उपाध्यक्ष सचिवै हो नि खेमराज वास्तोला मेरो भतिज उहाँ भिनाजु गर्नुहुन्छ नातामा उहाँहरूले मन्दिरको लागि हामी पनि अब केही दुईटा इँटा भने थपियोस् भनेर 11,111 दान दिएर प्रस्तुत हुनुभएको छ। भगवान श्रीकृष्णको मन्दिर निर्माण सम्पन्न भएको छ। अब हाम्रो केही भौतिक निर्माणहरू गर्न बाँकी छ, गेट बनाउन बाँकी छ, हवनकुण्ड बनाउन बाँकी छ। अब यो हामीले आश्रम पनि बनाउँदैछौँ, यसको लागि पनि हामीलाई साथ सहयोग र सपोर्ट चाहिएको छ। यसरी दानदाताहरू स्वयं आफै उपस्थित भएर भगवान श्रीकृष्णको मन्दिर निर्माणमा दान सहयोग गर्नुभएकोमा भलाम लेखनाथ सम्पर्क समाजका सम्पूर्ण कार्य समिति सल्लाहकार र सम्पूर्ण समाजलाई हार्दिक आभार र धन्यवाद दिँदै आदरणीय अध्यक्ष ज्यू लगायत सचिवज्यूलाई भगवान श्रीकृष्ण उहाँ लगायत सम्पूर्णलाई भगवान श्रीकृष्णको आशीर्वाद प्राप्त सुख शान्ति समृद्धिको कामनासहित सुसाध्यायको कामनासहित यसले दान दिनुभएको छ 11,111। म भलाम सम्पर्क समाजको सल्लाहकार निवर्तमान उपाध्यक्ष यो श्रीकृष्ण मन्दिरको अध्यक्षको तर्फबाट उहाँलाई हार्दिक आभार र धन्यवाद दिँदै आदरणीय श्रीकृष्ण ज्येष्ठ नागरिक दिवस सेवाका उपाध्यक्ष टेकनाथ खनालजीलाई उहाँहरू दुवैजनालाई कृष्णनामी रामनामी उडाएर स्वागत सम्मान गरिदिनको लागि अनुरोध गर्दछु। त्यस्तै सचिवज्यूलाई पनि पदम प्रसाद अधिकारीज्यू उहाँ जो भलाम लेखनाथ सम्पर्क समाजको अध्यक्ष हुनुहुन्छ भने खेमराज वास्तोला भतिज उहाँ चाहिँ भलाम लेखनाथ सम्पर्क समाजको सचिव हुनुहुन्छ। उहाँ लगायत सम्पूर्ण टिमलाई श्रीकृष्ण मन्दिर निर्माणमा सहयोग गर्नुभएकोमा हार्दिक आभार धन्यवाद सहित मैले यो रसिद टकाएँ। हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। र आदरणीय यस संस्थाका यस श्रीकृष्ण मन्दिर निर्माण समितिका सल्लाहकार तथा श्रीकृष्ण ज्येष्ठ नागरिक दिवस सेवाका सचिव तीर्थराज नेउपानेज्यूलाई पनि भिडियोको लागि हार्दिक आभार र धन्यवाद दिन चाहन्छु। हरे कृष्ण, नमस्कार सबैजना।